नमस्कार सबैलाई। म अहिले ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ मोदी गाउँपालिका 4 लेसपार अन्तर्गतको यो सारगा सिनोटखरी एरियामा छु र हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ सारगा कम्युनिटी होमस्टे। पर्यटकहरूलाई चाहिँ खाना बस्नको राम्रो प्रबन्ध मिलाइएको छ, एकदमै राम्रो छ यो सारगा होमस्टे पनि। र हजुरहरूले देख्न सक्नुहुन्छ यो बाटो चाहिँ पर्वत जिल्लाको एकदमै प्रख्यात धार्मिक स्थल ससरधारा जाने बाटो हो र यो बाटो निर्माण विशेष गरी लेसपारका बासिन्दाहरूले एकदमै मेहनत गरेर राम्रो बनाउनु भएको छ। यस प्रकारको बाटोघाटोहरूको चाहिँ अन्य गाउँका बासिन्दाहरूले पनि लेसपार गाउँबाट सिक्नुपर्ने एकदमै महत्त्वपूर्ण देखिन्छ, किनकि यस्तो बाटोघाटोको सुविधा बनाइयो भने चाहिँ पूजाआजा गर्ने धर्मावलम्बीहरूको लागि चाहिँ सुविस्ता हुन्छ। यो चाहिँ सिनोटखरी एरिया हो। यहाँ चाहिँ मेरो जन्म दिने आमाको जन्मस्थान हो र मामाहरूको पनि यो चाहिँ जन्मस्थान सिनोटखरी हो। यो हजुरहरूले देख्न सक्नुहुन्छ यो एकदमै राम्रो घर, यो चाहिँ हाम्रो माइला मामाको घर हो। यो चाहिँ पुरानो एकदमै पौराणिक घर भए पनि यहाँ अहिलेसम्म जस्ताको तस्तै देखिन्छ। यो घरहरूमा हामी सानो छँदाखेरि खेलेको हुर्केको एकदमै अहिले पनि झलझल्ती यादहरू आउँछ। यो चाहिँ माइला मामाको घर हो के रे। पहिला हामी खेल्ने डुल्ने जेठा दाइ र माइला दाइ पनि आउनुहुन्छ है। अनि उता चाहिँ या हाम्रो मामाको घरमा छु। हाम्रो आमाको घरमा, कान्छा मामाको घरमा पहिला घरलाई चाहिँ यस्तो नयाँ डिजाइन बनाएर बनाउनु घर चाहिँ एकदमै खुसी लाग्यो। मामा मान्छेलाई भेट्यो, सालाहरूलाई भेट्यो, एकदमै खुसी लाग्यो। आमा हामी सानो आएर खेलेको हुर्केको ठाउँ हो, त्यो एकदमै खुसी लाग्यो। हुनुहुन्छ मेरो माइजू दाईहरू पनि हुनुहुन्छ, एकदमै रमाइरहनु भएको छ, एकदमै खुसी लाग्यो हाम्रो कान्छा मामाको घरमा आउँदाखेरि। म यहाँलाई लाँदैछु ससरधारा पूजा कार्यक्रमतर्फ। आउनुहोस् सबैले यो कार्यक्रम हेरेर मजा लिनुहोस् ससरधारा पूजा सम्बन्धी।
आइपुग्नु भयो अब आइपुग्यो आइपुग्ला भेन आइपुग्ला आइपुग्नै लाग्यो है अब ससरधारा आइपुग्दै आइपुग्यो अब हामी ससरधाराको मन्दिरमा प्रवेश गर्दैछौँ र हामी सबैको तर्फबाट ससरधाराका दर देवतालाई प्रणाम र आशा छ ससरधाराको दर देवताले हामी सबैलाई रक्षा गर्नुहुनेछ, कल्याण गर्नुहुनेछ। अनि यो ससरधाराको मन्दिर अहिले चाहिँ नयाँ बनाएको छ, एकदमै राम्रो छ। यहाँ निहाल्नेको सानो काकै र आमा न्यारी छन्। यहाँ दिदी ल हाम्रो पुन मगरहरूमा विशेष गरी यो भोज भतेर आज पूजामा चाहिँ
गाउँभरिका इष्टमित्रहरूलाई बोलाएर भोज बतेर दिने प्रचलन छ। यसमा विशेष गरी आपसी सद्भाव बढ्नुका साथसाथै एक आपसमा छरछिमेकीहरू इष्टमित्रहरू भेटघाट हुने राम्रो अवसर मिल्दछ। अब चाहिँ घरबेटीद्वारा चाहिँ नौमती बाजालाई चाहिँ दान दक्षिणा दिने कार्यक्रम हो। यहाँ चाहिँ नौमती बाजा समूहलाई चाहिँ दान दक्षिणा दिए बापत चाहिँ आजको कार्यक्रम यही समापन हुने गर्दछ। धन्यवाद।